नमस्कार दर्शकहरू, डार्क स्टोरीज अफ नेपालमा स्वागत छ। आज हामी नेपालको इतिहासलाई रक्तरञ्जित मोड दिने एउटा कहाली लाग्दो घटना कोत पर्वको रहस्यमय कथा खोतल्दैछौँ। आउनुहोस्, जङ्ग बहादुर राणाको उदय र राणा शासनको सुरुवातसँग जोडिएको यो महत्त्वपूर्ण घटनाको पृष्ठभूमि, कारण, घटनाक्रम र परिणामहरू बारेमा चर्चा गरौँ। प्रवेश गरौँ पृष्ठभूमि यानि कि ब्याकग्राउन्डमा। कोतको अर्थ सैनिक अस्त्रशस्त्र भण्डार गर्ने ठाउँ वा किल्ला हो। हनुमान ढोका दरबार नजिकै रहेको यो कोत चोक तत्कालीन समयमा भारदारी सभा बस्ने र महत्त्वपूर्ण निर्णयहरू लिने स्थानहरूमध्ये एक थियो। यही ऐतिहासिक चोकमा नै नेपालको इतिहासलाई बदल्ने त्यो रक्तरञ्जित रातको घटना अर्थात् कोत पर्व घट्न पुग्यो। याद रहोस्, यो घटना पाटनको भण्डारखालमा भएको होइन। पाटनको भण्डारखाल र कोत फरक ठाउँ र घटना हुन्। विक्रम सम्वत 1903 भदौ 32 को रात्रि अन्धकारमा काठमाडौँको मुटु हनुमान ढोका दरबारको कोत चोकमा रहस्य र षड्यन्त्रको कालो बादल मडारिरहेको थियो। कमजोर राजा राजेन्द्र निरीह थिए, तर उनकी प्रचण्ड रानी राज्यलक्ष्मीको छाया दरबारमा डरलाग्दो गरी फैलिएको थियो। रानीको विश्वासपात्र शक्तिशाली गगन सिंह भण्डारीको रहस्यमय हत्याले उथलपुथल मच्चायो। प्रधानमन्त्री फतेजंग शाह नाम मात्रका थिए, किनकि वास्तविक शक्ति अनेकौं भारदारहरूका गुटमा विभाजित थियो, जहाँ अविश्वासको विष व्याप्त थियो। यसैबीच एक महत्वाकांक्षी सैनिक अधिकृत जङ्गबहादुर कुँवर आफ्नो भाग्य लेख्न कोत चोकमा पर्खिरहेका थिए। कोत पर्वको तत्कालीन र मुख्य कारण रानी राज्यलक्ष्मी देवीका प्रिय पात्र गगन सिंह भण्डारीको हत्या थियो। आफ्नो प्रिय पात्रको हत्यारा पत्ता लगाई तत्काल सजाय दिन रानी आतुर थिइन्। उनले हत्यारा पत्ता लगाउन तत्काल सबै भारदारहरूलाई हतियारसहित कोत चोकमा उपस्थित हुन आदेश दिइन्। यस घटनाको पछाडि गहिरो राजनीतिक षड्यन्त्र र शक्ति सङ्घर्ष लुकेको थियो। विभिन्न भारदार गुटहरू, पाडे, थापा, बस्न्यात आदि एकअर्कालाई सिध्याएर शक्ति हत्याउन चाहन्थे। जङ्ग बहादुर कुँवरले यही अस्तव्यस्त र तनावपूर्ण स्थितिलाई आफ्नो फाइदाको लागि प्रयोग गर्ने मौका देखेर घट्यो कहाली लाग्दो कोत पर्व। जब रानी राज्यलक्ष्मीले गगन सिंहको हत्यारा पत्ता लगाउन दबाब दिइन्, सभामा तनाव बढ्दै गयो, आरोप प्रत्यारोप चल्यो। यस्तैमा माहौल अराजक बन्यो र पूर्वतयारीका साथ आएका जङ्ग बहादुर र उनका भाइहरूले एक्कासी आक्रमण सुरु गरे। उनीहरूले आफ्ना प्रमुख विरोधीहरू, जसमा तत्कालीन प्रधानमन्त्री फतेजंग शाह, उनका छोरा खड्ग विक्रम शाह, दलभञ्जन पाडे, अभिमान सिंह राणा मगर लगायत दर्जनौं उच्चपदस्थ भारदारहरू र सैनिक अधिकृतहरूको निर्ममतापूर्वक हत्या गरे। कोत चोक रगतले रङ्गियो। यो नरसंहार नै इतिहासमा कोत पर्वको नामले चिनिन्छ। अन्त्यमा कोत पर्वका परिणामहरू। 1. जङ्ग बहादुरको उदय। रानी राज्यलक्ष्मीले उनलाई प्रधानमन्त्री र कमान्डर इन चिफ नियुक्त गरिन् र रातारात देशको सबैभन्दा शक्तिशाली व्यक्ति बने। 2. राणा शासनको सुरुवात। शक्तिशाली भारदार वर्ग समाप्त भयो र जङ्ग बहादुरले देशको शासनसत्ता आफ्नो हातमा लिई 104 वर्षे निरङ्कुश चाहनिया राणा शासनको जग बसाले। 3. शाह वंशीय राजाहरू कमजोर बने। राजा र रानी नाम मात्रका शासक बने। वास्तविक शक्ति जङ्ग बहादुर र पछि राणा परिवारमा केन्द्रित भयो। 4. राजनीतिक हत्या र षड्यन्त्रको निरन्तरता। कोत पर्वले शक्ति प्राप्तिका लागि हिंसा र षड्यन्त्र सामान्य हो भन्ने नजिर स्थापित गर। यो जुन राणा शासनकालभरि र पछि पनि पटक पटक देखियो। भण्डारखाल पर्व र अलौ पर्व जस्ता घटनाहरू घटे। अन्त्यमा निष्कर्ष। कोत पर्व नेपालको इतिहासको एउटा कालो र त्रासदीपूर्ण अध्याय हो। यसले शक्ति सङ्घर्ष कति निर्मम हुन सक्छ भन्ने देखाउँछ। यो घटनाले हामीलाई इतिहासबाट सिक्न, राजनीतिक हिंसा र षड्यन्त्रको परिणाम बुझ्न र भविष्यमा यस्ता गल्तीहरूबाट बच्न प्रेरित गर्दछ। 1900 शताब्दीको सीमित स्रोतका कारण हामीले चित्रणका लागि यही भिडियो र फोटोहरू प्रयोग गरेका छौँ। यदि यो कसैसँग मेल खान गएमा संयोग ठहरिनेछ। यो भिडियोको उद्देश्यको लागि मात्र थियो। धन्यवाद। धन्यवाद तपाईहरूलाई। यदि तपाईलाई यो भिडियो मन पर्यो र जानकारीमूलक लाग्यो भने कृपया लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सनुहोला। नेपालको इतिहासका यस्तै रहस्यमय र महत्त्वपूर्ण घटनाहरूका बारेमा अझै धेरै भिडियोहरू लिएर आउनेछु। तपाईको समर्थन नै मेरो प्रेरणा हो।